तपाईँहरूको सम्पत्ति विवरण आइसकेपछि तपाईँहरू कहाँनिर जाकिने हो थाहा छैन। अब केही दिन अगाडि मात्र राहुल आएको प्रतिवेदन सार्वजनिक भयो, तपाईँका कति मान्छे जाकिने हुन् थाहा छैन। सुकुम्बासीको डोजर चल्दाखेरिमा सबभन्दा धेरै तनाव तपाईँहरूलाई भयो, किनभने हिजो उनीहरूलाई भोट ब्याङ्कका रूपमा प्रयोग गर्ने भूमि आयोगमा जागिर खुवाउने काम तपाईँहरू गर्नुहुन्थ्यो। यो सरकारले त तपाईँलाई टाउको त धेरै दुखाएको छ है। के मानेमा दुखाएको? अब त मान्छे पग्निँदै जाँदा मान्छे पर्दै जाँदा सबै तपाईँकै मान्छे होइन, हामीले भुटानी शरणार्थी फाइल खोल्दै तपाईँहरू नै पर्ने हो। यहाँ सुन्नु तिनलाई कारबाही गर्नुपर्छ भनिआएको छ। कहिलेबाट? सुन पहिला नै हामीले भन्दै पहिला त भ्रष्टाचारमा गर्दैन, भ्रष्टाचारलाई सहन्न भन्ने, यतातिर भएको भ्रष्टाचार नदिने हुन्थ्यो नि त। त्यस्तो होइन कि रासोपाका सांसदहरूको अहिले सभामुखको र सरकारका प्रधानमन्त्री मन्त्रीको बचाउमै तपाईँहरूको चाहिँ सम्पूर्ण रूपमा दिन गएको छ। तपाईँहरू कतिपय ठाउँमा त वासिङ पाउडर हो। आफ्नो घरबाट बिहे गरेर अर्को घर गइसकेको दिदीको माया नमान्ने भन्ने हुन्छ र? पहिला तपाईँहरू यो संसदीय छानबिन समितिबाट पर हुनुहुन्थ्यो, अहिले तपाईँलाई चाहिन थालेको छ। त्यो चाहिँ के भयो? मलाई त्यस्तो लाग्दैन। हामीले निष्पक्ष ढङ्गले ठेक कि बेठिक गर्नका निम्ति एउटा संसदीय छानबिन